हेलो गाइज फाइनल्ली हामी चाहिँ आइपुग्यो होइन अनि हामी चाहिँ अहिले रुममा छौँ होइन फ्रम इजिप्ट नेपाल Drugi. Nedo, bro. Okay, bye. Bye. Okay. Hi. Dabardan. हेलो नमस्ते सबैजनालाई मेरो पुन्टु मनिस च्यानलमा स्वागत छ र जतिले पनि मेरो भिडियो हेर्नु भएको छ सब्स्क्राइब गरिदिनु होला प्लिज अनि त्यसपछि पुरा भिडियो हेरेर अनि लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त उहाँ दाइ पनि रेडी हुनु भइसक्यो हामी पहिला बसेको रुम चाहिँ यो हो अब ट्याक्क कलर सार्दैछ अनि हामीले चाहिँ कपडाहरू नि प्याक गरिसक्यौँ हैन यो सेफ्टी ज्याकेट अब यो ज्याकेटहरू भयो लगेज अब हाम्रो यहाँ एकजना नेपाली दाइ मात्र बस्नुहुन्छ हामी चाहिँ हाँसेको थियौँ ओछ्यान मिलाएर अब सरर होइन जाँदैछौँ जिन्दगीको यात्रा धेरै लामो छ अनि छोटो जिन्दगी लामो यात्रा भन्ने गर्छ हैन हेर्दै के हुन्छ कहाँ पुगिन्छ हो ठिक छ गर्नु होला हामी देखाउने छौँ हो ल फाइनली अब हामी जाने रेडीमा चाहिँ भइसक्यौँ है यस्तै हो यसै यो चाहिँ जुत्ता छ यहाँ माथि अब ल अब हजुर ल ल ओहो सानो ब्याग छ लुगा यत्रो अट्या छ ल हेर्नुहोस् है त मेरो पासपोर्टको उ कहाँ गयो त पासपोर्ट के चिज कोट ब्याग हाम्रो यो बाहिर चाहिँ यस्तो छ है अब हामी रुम सर्ने तर्करमा छौँ र अब यो 2 महिना यो ठाउँ छोडेर जाँदैछौँ कहाँ राख्नु अब यो दाइ चाहिँ पासपोर्ट कहाँ राखेँ भनेर रोन फुन्नेर गयो कहाँ राख्यो थाहा छैन अब मेरो चाहिँ जोस् ब्यागमा छ है अब पासपोर्ट चाहिँ अलि ख्याल गर्नुपर्छ होइन कहाँ राखिन्छ कहाँ के गरिन्छ त्यो सम्झिनुपर्छ है फाइनली हाम्रो ब्याग प्याक भइसक्यो अब एकजना दाइले हाम्रो खाना खुवाएर पठाउनु लाग्दैछ है के हो यार अहिले दाइले पुरै लुगा भरेछ त ए सायद पासपोर्ट खोजेन मेरो एउटा मतलब रहेछ लुगा सब मैले प्याक गरेँ म सुत्ने ठाउँ अब यहाँ को सुत्छ थाहा छैन द्याट्स इट हामी चाहिँ बाटोमा गएपछि टक्क देखाउनेछौँ है तर पुगेपछि पनि भिडियो पाक्यो तरकारी हो नि त हाम्रो भात पनि पाक्यो ब्याग पनि भयो यो नि भयो लेतर हाम्रो अहिले भर्खरै एउटा पासपोर्ट चाहिँ हराउँदै अलिअलि खुसी भयो ऊ त्यहाँ राखेर रहेछ पासपोर्टलाई हेर्नु यस्तै प्लास्टिकमा राखेर चाहिँ त्यही भएर चाहिँ झुकिएको हो ठिक छ नत्र झुक्किने खाले त होइन हामी हतमा त ब्याग हामीभन्दा अगाडि आउनुला बाहिर नेपाल के आइद धोब्रा यस्तै हो अब हामी चाहिँ लाग्यौँ बाटो अब हामी निस्केको है त ल अब हामी चाहिँ फाइनल्ली निस्किनु लाग्यौँ ब्यागहरू चाहिँ हामीले हालिसक्यो है ल जाउँ दाइ ल हाम्रो विक्रम दाइलाई बाई है त ल बाई बाई हामीलाई पुर्याउने ड्राइभर चाहिँ यही हो हाई दबारदान बाई ब्रदर बाई बाई मिरा लोकेसन चाहिँ अब लाग्यो है त
tema Mercedes and the Magde. बाई बाई कुची बाई बाई कुची Magde today. ल अब हामी चाहिँ पुगेर सर भिडियो गर्नेछौँ है त Leaf Gaga. Leaf Germania. Faransa. Italy. ल अब हामी चाहिँ हाइवे रोडमा निस्क्यौँ है यो सर जाँदैछौँ यस्तो जङ्गल छ نشوف الدنيا مشت بها بديت مشت ما مشتش حابة نطلع الضلمة بعد السنة لما نيجي نجدد هي تنتهي قبل كمان بشهرين نعم والله تمام جبت مرهم هاي بس ان شاء الله خير يعني. انا قمت الفجر كده ورش لي فيها بس ما فيش نطره في الجسم ولا حاجه. مش في دماغي حاجه والله انا عايز اخد شويه عشان البلد بس هذا الجنبي ده हामी चाहिँ कहाँ आइपुग्यो अरे यो हामी पागामा ठ्याक्कै बोर्डर क्रस गरेका छौँ भर्खरै यही ब्रिज हो पागाको चाहिँ अब हामी यहाँबाट अगाडि सिधै जानेछौँ अब हेरौँ यहाँबाट अब त्यस्तै लाग्छ होला 20-25 मिनटको हाराहारीमा हामी पुग्नेछौँ त्यहाँ हामीले यता टिकटक है टिकटक बनाउनु पायो कति बनाउँथ्यो होला है हेर्नु त कस्तो राम्रो एरिया छ एकदमै यो ठाउँमा चाहिँ हामी भइदिएको भएदेखि चाहिँ नेक्स्ट लेभलै गर्ने नेक्स्ट लेभल हान्ने होइन दब्र फ्रम इजिप्ट नेपाल द्रुगी ने दब्र ओके बाई ओके हेलो गाइज फाइनल्ली हामी चाहिँ आइपुग्यो होइन अनि हामी चाहिँ अहिले रुममा छौँ होइन हाम्रो खाना पकाउनु त्यता हो होइन ठिक छ लामो रहेछ लगभग 100 किलोमिटर जति होइन त्यस्तै हो केही छैन त्यस्तै हो ल है त भाइ अनि लास्टमा यो भन्नु चाहन्छु कि मेरो भिडियो हेरेर सबैले लाइक सब्सक्राइब जरुर गरिदिनु होला है त बाई